तपाईँहरूलाई किचन सपबाट कसरी डायमन्ड टप अप गर्ने फ्री फायरको हेराउनेछु। सबभन्दा पहिले गुगलमा जानु, किचन सप लेख्नु, ट्रस्टेड एकदम छ हेर्नु। गुगल रिभ्यू पनि तपाईँको 48 हेरेर छ। यसमा तपाईँले ट्रस्टेडको लागि गुगल रिभ्यू पनि हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मलाई फ्री फायरको डायमन्ड टप अप गर्नु छ भने किचन सपमा क्लिक गर्ने। किचन सपमा मैले क्लिक गरेँ। अनि त्यसपछि वाट्सएपमा जोइन गर्नु भनेको छ। वाट्सएपमा अहिले म जोइन गर्दिनँ, मैले अलरेडी जोइन गरेछ। त्यसपछि साइन इनमा क्लिक गर्नुहोस्। अनि मैले गुगलमा क्लिक गरेँ। अनि डाइरेक्ट त्यो मैले आफ्नो गुगल आइडी लगइन गरेँ। गुगल आइडीबाट लगइन गरिसकेपछि किचन सपमा गएँ। म फ्री फायरमा क्लिक गरेँ। फ्री फायरमा क्लिक गरेपछि सही टाइममा क्लिक गरेँ। हेर्नु तपाईँलाई म लगइन भएर छ, हेर्नु भइसक्यो। त्यसपछि फ्री फायरमा सही टाइममा सिलेक्ट गरेँ। म आफ्नो प्लेयर आइडी हालेँ। मेरो प्लेयर आइडी यो हो। प्लेयर आइडी हालेँ अनि म आफ्नो नाम हालेँ, फ्री फायरमा भएको नाम। अनि यो तपाईँको हालेँ अनि नम्बर हालेँ। अनि त्यसपछि फोन पेमा क्लिक गरेँ। मैले अलरेडी पेमेन्ट गरेर राखेको छ। त्यसपछि स्क्रिनसटमा क्लिक गरेँ, पेमेन्ट अपलोड गरेँ अनि सबमिट गरेँ। एकदमै चिपेस्ट र फास्ट अनि ट्रस्टेड तरिकाले तपाईँको हुन्छ। गुगल रिभ्यूहरू सबै कुरो हेर्नु सक्नुहुन्छ। तपाईँले गुगल रिभ्यू चाह्यो भने गुगल रिभ्यू दिनु सक्नुहुन्छ, नत्र भ्यूमा हेर्नु। तपाईँको 5 मिनटमा तपाईँको डायमन्ड आइहाल्छ। केही तपाईँलाई यस्तो प्रब्लम आइहाल्यो भने तपाईँले लाइभ सपोर्टमा पनि कुरो गर्नु सक्नुहुन्छ। यसमा क्लिक गर्नु अनि वाट्सएपमा क्लिक गर्नु होला।